होइन त्यो मान्छेले सुन निकालिरहेछ ठिक छ, निकाल्यो, स्ट्रगल गरी गरी कान चुडाली बाँसले घोची कपालमा समातेर निकाल्यो। अनि पछाडि बसेका तिमीहरू दर्शकहरू, भगवान रूपी दर्शक पछाडि बस्नु भएको, ए नगर है, समात्नु हुन्न, यो त अति भयो भनिदिने मान्छे पनि छैन क्या त्यहाँ साथीहरू। ज्योति मगरलाई मेलामा हेर्न गएछरी ट्वा परेर हेरे हान, रिल बनाएका छन्, हाँसेको छन्, ओहो आएन है, अझै तान त बल लगा त भनेका छन्। अनि देश बनेन, नेताहरूले बिगारे, नेताहरूले बिगारे होइन नि। हेर्नु त त्यहाँ हिन्दू संस्कारमा हाम्रो मान्छे मरेपछि सम्मानका साथ अन्त्येष्टि गरिन्छ, फुलमाला अक्षता धूप बत्ती 13 दिनसम्म क्रियाकाज गरिन्छ, मान्छे मरेपछि पनि त्यति सम्मान गरिन्छ हाम्रो धर्ममा। अब त्यो हेर त्यसलाई, अनि भन्छौँ हामी 3 वर्षको नाबालिकालाई बलात्कार भयो, यो भयो त्यो भयो भन्छौँ नि। यस्तै मान्छे त्यो तानी सुन निकाल्ने मान्छे जस्तो अझै 2-4 जना हो यो धरतीमा, यो पृथ्वीमा अझै जिउँदै हुने हो भने योनिबाट छोरी मान्छे जन्मिने बित्तिकै पनि यिनीहरू गएर बलात्कार गरिदिन्छन्। यस्तो मान्छेहरू छ। ए बाबा नगर है, निकाल्नु हुन्न, प्लिज नगर्दे। ए भाइ के गर्दै जस्तो यहाँ किन निकाल्यो भन् त भनिदिने मुजी पनि कोही छैन यार त्यहाँनिर। के गर्थ्यो त्यसले आएर पिट्थ्यो, हान्थ्यो तिमीहरूलाई, डोन हुँ यहाँ त्यहाँ भन्थ्यो। बरु पिटाइ खाओ न एकचोटि, हेरेर बस्ने। अनि देश बनेन भन्यो, ओहो सुन पाइयो है, वाह कति मजा, ओ माई गड अहिले सुन पाइयो, भोलि हिरामती पनि आउँछ कि भनेर बसेर कुरेर बसिरहेको छ यार तिमीहरू त। थैट पढे लेखेका सहर बजारमा बसेका अरे, अझ हामी त बजारमा बसेका, हामीलाई सबै कुरो थाहा छ, एआईको जमाना हो, त्यही गर्ने हो लास्टमाथि। हेर्ने मान्छेले पनि नगर भन्नु पर्दैन।